हेलो गाइज, अब चाहिँ म हिँडेको घरबाट बाटो लागेको बाई बाई मेरो घर। अब 3-4 महिनाको लागि चाहिँ मैले घर छोडेर नि हिँडिसकेको छु, किनभने घर छोड्नु त मन थिएन, तर बाध्यताले भए पनि घर छोड्नु पर्नु भयो। अब चाहिँ हाम्रो यात्रा चाहिँ एकदम धेरै फास्टिङ हुनेछ, किनभने आज बाटो सबै बिग्रेको छ अरे। चुवाड कुन बाटो पो जानुपर्छ अरे, बाटो बिग्रेर। साथीहरू, मेरो भिडियो चाहिँ अन्तिमसम्म हेर्नु होला। आजको हाम्रो यात्रा चाहिँ कस्तो हुन्छ त तपाईँहरूलाई म सबै देखाउँदै जानेछु सकेसम्म चाहिँ। अब बाइकमा त्यति मोबाइल छुने कुरा नि हुँदैन नि त साथीहरू। सो त्यही भएर अब भेटेको बेलामा र सहिलो ठाउँतिर चाहिँ यसो भिडियो बनाउँला, कस्तो के हुन्छ होइन, तपाईँहरूलाई म देखाउँछु आजको हाम्रो यात्रा चाहिँ कस्तो रहन्छ। मेरो घर चाहिँ तल पुरिसक्यो। अब चाहिँ भरे खाजा खाँदा मात्रै रोक्छ होला। अनि त्यसपछि म तपाईँहरूलाई भिडियो गरेर देखाउँछु साथीहरू। अहिले चाहिँ एकदम धेरै अटोहरू चल्छ, देख्न सक्नुहुन्छ। लस्करी गइरहेको छ। कहाँनिर चाहिँ ट्याक्सी हुन्छ भने यतातिर चाहिँ एकदम धेरै अटो हुन्छ। अटो, साइकल होइन, यस्तै अब घाँस दाउरा गर्ने साइकलहरू हुन्छ। के भन्नु साथीहरू, अब बोल्ने त्यति मोड नि छैन। अस्ति चाहिँ घरमा उहाँ अङ्कलको घरमा बसेको थियो, अस्ति नै माथि। मेरो घर चाहिँ तल थोरै देखिरहेको छ। एकदम धेरै नमिठो लागिरहेको छ होइन, नराम्रो लागिरहेको छ। अब भाइ चाहिँ चाबी पिराएर माथि आउँदै हुनुहुन्छ। अब चाहिँ हामी देख्न सक्नुहुन्छ, भाइ माथि चाबी निर्मला दिदीको छोडिदिएको नि त। सो त्यही भएर हेलमेटको सिसा बुझिदिन्छु म। त्यसमा नलानु हुन्थ्यो क्या। कपाल त हुन्न क्या हो। कता हो यसको यसको मान चाहिँ कता? ए होइन खोइ त्यही भएर म नपुग्दो रहेछ त। भरे चाहिँ गर्मी भएर मार्छ, भरे चाहिँ गर्मी भएर मार्छ होला।